किन नेपाललाई सतीले श्रापेको मुलुक भनिएको हो? सतीले श्रापेको मुलुक बुझ्नुभन्दा पहिले यससँग जोडिएका पात्र भीम मल्लको हत्या किन भयो भन्ने बुझ्न जरुरी छ। भीम मल्लको सफलताबाट डराएका मल्ल दरबारभित्रका षड्यन्त्रकारीहरूले पनि काजी भीम विरुद्धको षड्यन्त्र सुरु गरे। भीम मल्ल आफै राजा हुन खोजेको भन्दै राजाको कानमा भरियो। उनी फिर्ता बोलाइयो। राजालाई भेट्न हनुमान ढोकाको दरबारभित्र मल्ल पस्न मात्र लागेका थिए। विषम 1706 माघ 3 मा उनको शिर छिनारियो। हत्यापछि काजीको शरीर खानतलासी भयो। उनको साथमा केही पत्र, सुन लगायतका बहुमूल्य जुवार भेटिए। ती सबै सामग्री राजा लक्ष्मी नरसिंह मल्ललाई दियो। ती सामग्रीमा तिब्बतका राजाले कान्तिपुरका राजालाई लेखेको पत्र पनि थियो। पुस्तकमा उल्लेख भए अनुसार मातपत्रमा यस्तो लेखिएको रहेछ। काजी भीम मल्ल सुयोग्य सुशासक हुन्। उनको व्यवहारले नेपाल र तिब्बतलाई दुई देशमा भए पनि यहाँका तिब्बतका देशवासीहरूले एक राष्ट्रको रूपमा तपाईँलाई नै राजा मान्ने गर्दछन्। यस्तो सुमधुर सम्बन्धको श्रेय दुवै देशले काजी भीम मल्ललाई दिनुपर्ने बताउँदै तिब्बती राजाहरूको पत्रमा उल्लेख गरेका रहेछन्। यहाँ काजी भीम मल्लले आवश्यकता सदैव परिरहन्छ। मैले मसँग भएको केही बहुमूल्य रत्न र जुवारहरू भेटस्वरूप काजी भीम मल्ल मार्फत हजुरलाई चढाएको छु, ग्रहण गर्नुहोला। यस्तो पत्र फेला पारेपछि राजालाई नेउरी मारी पछुतो मात्र भएन, उनी अर्धमूर्तित पनि भए। यही कारण उनले राजगद्दी समेत त्यागे र छोरा प्रताप मल्ललाई गद्दी सुम्पे। काजी भीम मल्ललाई मारेको प्रस्तावका कारण उनी पागल समेत भएका थिए। अब बुझौँ किन भनिएको हो नेपाललाई सतीले श्रापेको मुलुक। काजी भीम मल्लको हत्या राजाले गर्न लगाएपछि उनकी श्रीमती भुवनलक्ष्मी मल्लले नेपालको दरबारमा कसैको पनि विवेक नरहोस्, नेपालको भलाइ गर्ने कहिल्यै भलो नहोस् भनी श्राप दिएकी थिइन्। त्यसै कारणले गर्दा नेपाललाई सतीले श्रापेको मुलुक भनिएको हो। जब कुनै पनि व्यक्तिले राम्रो गर्न चाहन्छ उसलाई हत्या गरिन्छ भने नेपालमा भएका वा राजदरबारमा भएकाहरूको कहिल्यै पनि सुबुद्धि नहोस्, कहिल्यै भलो नहोस् भनी श्राप दिएकी थिइन् राजा काजी भीम मल्लकी।